झन् गाइस आज चाहिँ अब क्याम्पस जानु लागेको होइन अनि त्यो हल्का मोबाइल मान्छेले सबैजना के हल्का मेकअप गरेर राखेको अलिअलि गर्छु कस्तो हुन्छ भनेर जस्तो धेरै सानो पनि छैन त्यति धेरै मेकअप पनि परेन नर्मल भनेर सिम्पल अनि आज ट्राई गरेको नि त कस्तो हुँदो रहेछ जानु पऱ्यो के भन्नु मजा मजा नहुन्छ त्यो साथी रहेछ मैले अर्को साथी चोक्दा भन्दा पऱ्यो नि त त्यस्तो धेरै मेकअप पनि गर्दैन सिम्पल Jadi jangan nanti ini. Tadi lagi gue paling tahu ya. Soalnya mereka bayangkan ya aku bilang, baik no. Oh jadi saja orang nanti ini. Kain dan poin yang ada di dalam banyak ini. Jadi kalau nonton jadi keluar, jadi banyak. Ini dapat video jadi pada namanya. Jadi kita bisa tampil nih. Kami kita no, mana tu, enggak tu. Jadi itu kan orang tu, orang yang itu. Jadi mana orang yang bilang tadi? Boleh mau gitu. Kita orang lain tu, boleh orang yang orang lain tu, boleh tu. Boleh orang yang bersih tu. Tentang dengan masalah boleh tuh video pun tuh soalnya main nolak pergi pun tapi yuk bis macam mereka nih oh ikut satu ikut yuk gitu mesti tuh masih pakai nih jadi saya guna kali macam tak ada di mana depan nih dari mana aku udah berani nggak ada lakukan pertanyaan kalian teman ini yang pada oh मेरो मेकअप सकिसक्यो साथी अरू जस्तो गर्नु आउँदैन अब गाजर लाउँछ है थोरै मलाई फेरि कहिले नलाउने मान्छेले फेरि लाउनै गाह्रो छ कि मलाई आउँदैन यो लाउनलाई खासै मैले गाजर कहिले पनि लाउँदैन थियो अनि मलाई लाउन आउँदैन कि खासै मान्छेहरूलाई त्यसरी प्रो छैन नि त म खासै मैले कहिले पनि लाउँदैन नि त पहिल्यैदेखि अनि बच्चामा पनि त्यति धेरै लागेन सानोमा अनि अहिले आएर चाहिँ लाउनु मन लाग्छ कहिले कहिले गाजरहरू लाउनु पर्छ अरे के भन्थ्यो राम्रो त देखेन होला है तर पनि के गर्नु अरूले जस्तो राम्रो गर्नु हुँदैन हल्का
मेकअप चाहिँ मैले यति नै हो मेरो मेकअप भनेको धेरै गर्नु पर्दैन अब म यो कुर्ती लाउँछु अनि कस्तो देख्छ ल हेर्दैन है ए कस्तो यो कुर्ती लाउँछु आज चाहिँ म कुर्ती लगाएर जान्छु भनेर सोचिरहेको छु तर मलाई कस्तो देख्छ तर लाउनु त लगाइसकेँ मैले अझै एकचोटि लगाएर टिकटक बनाएको थिएँ त्यही पनि मैले लगाएँ के गर्नु मैले कुर्ती लगाइसकेँ अनि पायल चाहिँ यो लाउनु लागेको खासै राम्रो चाहिँ छैन अब नयाँ किनौँ भने त्यस्तो धेरै नयाँ पनि के किन्नु है पछि कुर्ती चाहिँ मैले लगाइसकेँ अब यो पायल लाउँछु कस्तो देख्छ है म चाहिँ रेडी भइसकेँ अब मेरो अलिकति बाँकी छ काम ए म चाहिँ मैले चाहिँ कपडा पनि लगाइसकेँ मेकअप पनि भइसक्यो है अब म के अरे के गर्छु म कपाल कोर्छु कपाल मेकअप त भइसक्यो नि योभन्दा के लाउनु अलिकति लाउनु त बाँकी थियो त्यस्तो धेरै चाहिँ लाउनु पर्दैन भनेर चाहिँ मलाई लाग्छ हातै काफी छ हौ मलाई त अचेल त अलिकति यसमा अलिअलि लाउनु पर्यो नि त त्यस्तो धेरै प्रो चाहिँ छैन म प्रो भन्नाले नि अब मान्छेहरू जस्तो पर्फेक्ट चाहिँ छैन कि भन्न खोजेँ मैले त्यसरी नै बुझ्दिनँ होला मेरो कुरा मेकअप त्यति धेरै गर्न आउँदैन त्यही पनि आफूलाई चाहिनेसम्म चाहिँ गऱ्यो भने भइहाल्यो नि त है किन चाहियो राम्रो धेरै राम्रो किन मेकअप गर्नु पर्यो यति गरेपछि भइहाल्यो नि योभन्दा धेरै राम्रो गर्नु हुँदैन मलाई चाहिँ त्यस्तो लाग्छ है तपाईँहरूले कस्तो लाग्छ भनिदिनु होला भा होला तपाईँहरूलाई कस्तो लाग्यो मेरो मेकअप सिम्पल हो तर त्यस सिम्पल त के भन्नु त्यति धेरै लगाइसक्यो है कपाल बनाउनु पर्यो रेडी हुनु पर्यो जानु पर्यो सब मेरो साथीहरू चाहिँ बिहानै गइसक्यो अनि आज चाहिँ मेरो मात्र दिउँसो भएछ क्या अनि म एक्लै भएको थियो धन्न मेरो एउटा साथी रहेछ उसको चाहिँ ऊ पनि हामी दिउँसो जान्छ भनेको छ अनि त्यही भएर सँगै जानु लाग्यो किनकि मलाई त्यति धेरै मलाई चाहिँ त्यति धेरै ट्रेन चढ्ने चाहिँ आइडियै छैन किनकि म खासै चढ्दैन नि त काम पनि त्यस्तो ट्रेनमा चढ्ने कामै छैन अनि त्यही भएर मलाई ट्रेन चढ्न त्यति धेरै चाहिँ आउँदैन कि मतलब कन्फिडेन्स छैन काहीँ गएर हरायो भने त फेरि टेन्सन पो हुन्छ त होइन त्यही भएर आउँछ त्यति धेरै चाहिँ आउँदैन मलाई भन्नु खोजेँ मैले त्यस्तो नआउने भन्ने चाहिँ छैन आउनु त आउँछ कि कता राखेँ मैले कपाल बनाउनु पर्यो सिम्पल भएर जानुपर्छ भिडियो बनाउनु चक्करमा मैले कपाल पनि ओछ्यानमै बस्दै बेडमा बसी गरिरहेको छु के गर्नु अल्छी नै भइसक्यो म अहिले अति अल्छी भइसक्यो पहिला यति धेरै अल्छी थिएन मलाई चाहिँ लाग्थ्यो नेपालमा हुँदा त्यति धेरै अल्छी लाग्दैन अल्छी पनि थिएन यहाँ आएर झन् अल्छी भए जस्तो फिल पो भयो त मलाई आज आएर मलाई मेकअप गरेको त्यति सुट चाहिँ गरेन जस्तो लाग्यो है मेकअपले त्यति धेरै सुट गरेन होला त्यही पनि केही छैन आफ्नो फेरि डिजाइनै फरक मलाई त्यति धेरै
आइडियै छैन कसरी गर्ने होला, यो कपाल कसरी बनाउनु होला। त्यो के भन्छ टिकटकतिर पनि यसरी बनाउँछ नि त कपाल, अनि त्यही भएर म नि त्यस्तै गर्न लाग्यो। हुन्छ कि हुँदैन, हुन्छ होला खासै त्यस्तो चाहिँ हुँदैन। मलाई आउँदैन कि कपाल बनाउनु, सिम्पल भएर जाउँ भनेको यति धेरै मेकअप गरेछ। नेपाल हुँदा यति धेरै मेकअप पनि गर्दैन थियो मैले। के अरे के भन्छ पाउडर मात्र लगाएर हिँड्ने मान्छे हो कि अहिले त आम्मामा के गर्नु, यहाँ त्यस्तै छ, सबैजना लगाइहाल्छ अनि आफू मात्र नलाउने पनि कुरा होइन। लाउनु पऱ्यो, अलिअलि त मेकअप गर्नु पऱ्यो नि त होइन। यो पनि यस्तै गर्ने हो। फेरि यति गाह्रो छ नि मलाई, कहिले नगर्ने मान्छेलाई फेरि गाह्रो हुन्छ कि मेकअप कहिले गर्दैन नि त, अनि त्यही भएर धेरै गाह्रो भयो कि मलाई। के भयो भयो, जेसुकै होस्। हुन्छ कि हुँदैन भनेर टेन्सन भयो। के भयो यो, भएन नि साथी, बानै भएन कि, बान्नु नआऊ के गर्नु नआऊ मलाई के त होइन। पहिला मेकअप नगरिकन कपाल बनाउनु पर्ने जस्तो रहेछ हो कि कस्तो हो साथी, भनिदिनु ल, मलाई आइडिया आएन है। टाइट बान्नु हुँदैन। ओ माई गड, यो के भयो भयो नि। भाइ साथी सिम्पल भएर जान्ने हो, यत्तिकै भयो मेरो मेकअप सक्यो। तब मान्छेहरूले त कति धेरै के अरे कति राम्रोसँग गर्छ क्या मेकअप है, मलाई चाहिँ त्यस्तो धेरै मेकअप गर्नु पनि
आउँदैन अनि मलाई कस्तो नराम्रो फिल लाग्छ कि आफूले त्यति पनि गर्न आउँदैन भनेर। तर नेपालमा हुँदा त यति पनि गर्दैन थियो कि, तर यहाँ आएर मैले यति चाहिँ गर्न आयो। जे होस्, पहिला नेपालमा हुँदा त कहीँ जानु पऱ्यो भने पनि मेकअप गर्नु पऱ्यो भने पनि साथीहरूलाई भन्नु पर्थ्यो, अनि लाइन बस्नु पर्थ्यो, पालो नआएर हैरान हुन्थ्यो मलाई पहिला। अनि अहिले त यति भए पनि आउँछ नि त, त्यही हो। धेरै छोटो भयो क्या हो। घाँटी खाली भयो क्या। अब के लाउनु बाहिर? थोरै थोरै लाउँछु ल, त्यस्तो धेरै चाहिँ आउँदैन। ब्रसै छैन कि, किन किन्नु भनेर किनेँ मैले। तर पनि हातै काफी छ त किन चाहियो ब्रस। कहाँ त्यस्तो धेरै चाहिँ मेकअप गर्न आउँदैन, त्यही पनि गरिदियो। जे पाइ लाउने मात्रै लाउने। फाइनल्ली मेरो लुक यस्तो हो। अब जाने हो यस्तरी नै। कस्तो देखाएको छ मलाई भनिदिनु ल, कमेन्ट गरिदिनु। त्यस्तो धेरै चाहिँ मेकअप गर्ने र मैले त्यस्तो धेरै आउँदैन नि त। मेरो सिम्पल मेकअप चाहिँ यस्तो हो। तपाईँहरूलाई राम्रो लाग्यो लागेन भन्नु। तर राम्रो देखाए जस्तो लागिरहेको मलाई चाहिँ जहाँसम्म। अब के अरे सबैलाई अब राम्रो लाग्छ भन्ने पनि हुँदैन नि त। तर म आफैले गरेर होला मेकअप पनि राम्रो लागिरहेको मलाई चाहिँ। अब जानु पर्यो, रेडी भइसक्यो, अब जुत्ता लाउनु पर्यो अनि जानु पर्यो। यो सामान एक ठाउँमा राख्नु पर्यो होइन। यस्तो भए म मेरो फाइनल लुक। फाइनल लुक चाहिँ यस्तो हो मेरो। भयो, बाई। सबैजनाले माया गरिदिनु होला अनि नबिर्सिकन फलो गरिदिनु होला अनि कमेन्ट पनि गरिदिनु होला तपाईँलाई राम्रो लाग्यो भने। बाई, अब जान्छु ल, साथीले बोलाइसक्यो, अब जानु पर्यो। अनि अब चाहिँ अर्को भिडियोमा भेट्छ है। बाई।